नमस्कार रविन्द्रजी। नमस्कार सर। हजुरलाई स्वागत छ। धन्यवाद। हामी हामी युवा जेनजीहरूले नबुझेको कुरा आज सर मार्फत केही जानकारी पाउँछ कि भन्ने आशले अरूसँग मिटिङ बसेको अवस्था हो। यतिखेर चाहिँ हाम्रो बालेन शाहजी प्रधानमन्त्री पक्का कुरा चलिरहेको छ। त्यो चाहिँ के कस्तो जानकारी होला हजुरलाई? यस्तो हो, बालेन्द्र शाहको चर्चा चाहिँ विगतमा जेनजीहरूले नै उठाएको हो। बालेन्द्र शाह भावी देशको प्रधानमन्त्री हुनुपर्छ भनेर जेनजी आन्दोलन भएपछि, जेनजी आन्दोलनले चाहिँ उत्कर्षमा प्रवेश गरिसकेपछि, जेनजी आन्दोलन जब सफल पनि भयो र जेनजी आन्दोलनपछि डिस्कर्डले अब देशको प्रधानमन्त्री नेक्स्ट पिएम को हुनुपर्छ भनेर चाहिँ त्यो तयारी गर्ने क्रममा चाहिँ त्यहाँनिर प्री इलेक्सन जस्तो पनि भयो डिस्कर्ड मार्फत, र त्यसमा चाहिँ अत्यधिक युवाहरूले रुचाएको पात्र बालेन्द्र शाह हुनुभयो त्यतिखेर। त्यस पछाडि चाहिँ बालेन्द्र शाहको चर्चा चलिरहेको थियो र बालेन्द्र शाहको चर्चाकै बिचमा चाहिँ चुनाव घोषणा पनि भयो, अन्तरिम सरकार चुनाव पनि घोषणा गर्यो फागुन 21 लागि। र त्यस पश्चात चाहिँ नयाँ राजनीतिक शक्तिको रूपमा बालेन्द्र शाह राजनीतिमा आउँछन् कि आउँदैन भन्ने आशंका थियो, तर त्यो आशंका पनि तोडिएको छ। रासपा मार्फत उनले चाहिँ सक्रिय राजनीति गर्ने भनेर घोषणा गरिसकेपछि चाहिँ अब देशको मूल पार्टी यदि बहुमत ल्याएर चाहिँ रासपा भएको खण्डमा चाहिँ बालेन्द्र शाह प्रधानमन्त्री हुने कुरामा दुई मत छैन। अब के पुरानो दलहरू यतिकै हेरेर बस्छ कि कसरी गिराउने नयाँलाई भनेर सोच्ने बाध्यता भयो होइन? अब के होला त, पुरानो दलहरू अब सबै बिलाउने हो कि अब नयाँ युवाले गर्ने हो? यस्तो हो, अब समय बदलिएपछि अवस्था पनि बदलिन्छ। पुरानो अवस्था छैन यति बेला। पुरानो राजनीतिक दलहरूले पनि आफूलाई प्रमाणित गर्नुभयो, वा प्रमाणित गर्न सक्नु भएन, त्यो आफ्नै ठाउँमा छ, नागरिकहरूले पनि महसुस गर्नुभयो होला। तथापि तपाईँले भने जस्तो कुरा चाहिँ के होइन भन्दाखेरि यति बेला कङ्ग्रेस एमाले वा नेपाली कम्युनिस्ट पार्टीलाई चाहिँ गिराउने भन्दा पनि स्थापित कसरी हुने, फेरि आफ्नो गुमेको शाखालाई कसरी चाहिँ तङ्ग्राउने भन्नेतिर छ हेर्नुहोस्। यति बेला तपाईँले भने जस्तो उनीहरूले रासपासँग भिडन्त होइन, त्यो आफैसँगको भिडन्त हो। आफ्नै पार्टीभित्र उनीहरूको असन्तुलन छ, आफ्नै चाहिँ आफ्नै कार्यकर्तालाई जोगाउन सक्ने अवस्था छैन, किनकि समय बदलिएको छ। र उनीहरूको भिडन्त यति बेला नयाँ राजनीतिक शक्तिसँग भन्दा पनि आफ्नै भित्रको सङ्गठित शक्तिलाई कसरी चाहिँ एकीकृत गर्ने र त्यसै चुनावसम्म आफ्नै पक्षमा मत हाल्ने भन्नेमा छ, नम्बर 1। नम्बर 2मा के छ भन्दाखेरि उनीहरू चाहिँ अब उनीहरूलाई स्थापितै हुनु छ, विस्थापित हुने अवस्था छ। हालको अवस्थामा उनीहरू त विस्थापित हुन खोजिरहेका छन्, व्यवस्थितमा त उनीहरूलाई स्थापित नै हुनुपर्नेछ। फेरि पनि राष्ट्रिय दलको रूपमा कसरी आउने भन्नेतिर गइरहेको छ सर। तपाईँ हामीले धेरै बात सोचिरहेका होला, तर उहाँहरूको चिन्तन भनेको हामी राष्ट्रिय दलको रूपमा कसरी आउन सक्छौँ, यति बेला त्यो सङ्कटको अवस्था देखिन्छ। भनेपछि अब पुरानो दलले अहिले नयाँ युवाहरूलाई केही हानि नपार्ने देखियो, आफ्नै कार्यकालको लागि वा आफ्नै पदको लागि उनीहरू बिजी हुन्छ भन्ने हजुरको ठाउँमा होइन। पद भन्दा पनि यहाँ पदको विषय मात्रै छैन होइन। अब यति बेला देश पनि राष्ट्रिय सङ्कटमा आइपुगेको छ। यहाँ सङ्कट विभिन्न किसिमका छन्, जस्तो कि राजनीतिक दलमा बाट मात्रै सङ्कट छैन क्या, यति बेला राजनीतिक दलको सङ्कट छँदैछ। राजनीतिक दल मार्फत चाहिँ जति जोखिम छ नि हामीलाई, त्योभन्दा बाहेक पनि हामीलाई चाहिँ नि वैदेशिक हस्तक्षेपको सम्भावना देखिन्छ, भू राजनीतिक सङ्कट पनि छ, र त्यस कारणले सबैबाट हामीलाई सुरक्षित राख्नका लागि एकीकृत पार्टी चाहिन्छ जुन चाहिँ सबै नागरिकसँग जोडिएको हुनुहोस्। हस्, धन्यवाद। हजुरले राम्रो तर्क राख्नुभयो, हामीले नजाने कुराहरू धेरै बहस गर्नुभयो, यसको लागि धेरै धेरै धन्यवाद। नेक्स्ट टाइम अझ बेटर गर्न साथ। र बालेन शाहलाई हामी जेनजी तर्फबाट अहिले नै शुभकामना दिन चाहन्छु होइन। अब त्यत्रो जेनजीहरू मरेको छ, के गरेको छ होइन, घाइते भएको छ, सबै बुझेर राम्रोसँग गर्न होला। जय युवा, जय बालेन, जय जेनजी।